अरे यार के हुँदैछ यहाँ? बालेन सरकारले सुकुम्बासीको बस्ती हटाइसकेपछि अब बालेन सरकारको नजर ट्यु ग्राउन्डको संरचनामा। हामीले यस्ता समाचारहरू सामाजिक सञ्जालमा छरपष्ट देख्न पाइरहेका छौँ। यसको यथार्थ के हो? के साँच्चै बालेन सरकारले ट्यु ग्राउन्डलाई हटाउँदैछ? ट्यु ग्राउन्ड हट्नुको कारण के हो? या हट्दैछ या हट्दै छैन? यसको यथार्थ के हो? म तपाईहरुलाई भिडियोमा सम्पूर्ण छर्लङ्ग पार्दिन्छु। कृपया भिडियोलाई नछोडिकिन अन्तिमसम्म हेर्नुहोला र लाइक र सब्स्क्राइब पनि गर्नुहोला। यथार्थ कुरो के हो भने सबैभन्दा पहिला सुरु गरौँ क्यान र त्रिभुवन विश्वविद्यालयको सम्बन्ध बारे। यो समस्या किन उत्पन्न भयो? क्यान र त्रिभुवन विश्वविद्यालयमा पहिलो चरणको कन्ट्र्याक्ट भएको थियो 2054 सालमा 5 सालको लागि र तत्कालै क्यान र विश्वविद्यालयको दोस्रो चरणको कन्ट्र्याक्ट भएको थियो 2059 सालदेखि 2083 साल वैशाखसम्म। क्यानसँगको दोस्रो चरणको त्रिभुवन विश्वविद्यालयको कन्ट्र्याक्ट समाप्त भएको छ र चाखलाग्दो कुरो के छ भने ट्यु ग्राउन्ड चाहिँ पहिला फुटबल ग्राउन्ड थियो। 2053 सालपछि त्यसलाई क्रिकेटको लागि चाहिँ प्रयोग गरियो। क्यान र त्रिभुवन विश्वविद्यालय बीच क्रिकेटको लागि सम्झौता भयो। क्यानले चाहिँ त्यस ग्राउन्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू चाहिँ सञ्चालन गर्दै आएको छ र आज दोस्रो चरणको कन्ट्र्याक्ट चाहिँ क्यान र विश्वविद्यालय बीचको कन्ट्र्याक्ट चाहिँ समाप्त भएको छ। त्रिभुवन विश्वविद्यालयले अब तेस्रो चरणको कन्ट्र्याक्ट चाहिँ क्यानसँग नगर्ने भनेर असहमत जनाएको छ। त्यसको मुख्य कारण हो भर्खर सम्पन्न भएको यानपिएलमा अव्यवस्थित होहल्लाले गर्दाखेरि चाहिँ पठन पाठनमा एकदमै असहज भएको, अव्यवस्थित पार्किङ जस कारणले गर्दा चाहिँ एकदमै समस्या आएको, यथावत यस्ता कुराहरू रहेका छन्। यी कुरामा चाहिँ असहमत र असन्तुष्टि जनाउँदै त्रिभुवन विश्वविद्यालयले क्यानसँग चाहिँ पुनः सम्झौता गर्न चाहँदैन, यानि कि नयाँ कन्ट्र्याक्ट गर्न चाहँदैन। क्यान भने त्रिभुवन विश्वविद्यालयसँग नयाँ कन्ट्र्याक्ट गर्नको लागि पहली कदम चालिसकेको छ, यानि कि पहल कदम थालिसकेको छ। क्यानले फेरि बनिसकेको संरचनालाई भत्काउन मानेको छैन र क्यानले चाहन्छ त्रिभुवन विश्वविद्यालयले फेरि नयाँ कन्ट्र्याक्ट गरोस् लामो समयको लागि। तर भने त्रिभुवन विश्वविद्यालयले यसमा सहमति देखाएको छैन, विभिन्न कारण देखाउँदै, र यसमा चाहिँ बालेन सरकारले कुनै निर्णय गरेको छैन। पक्कै पनि आशा छ आज या भोलि पर्सिसम्म चाहिँ बालेन सरकारको कुनै निर्देशन आउनेछ, कुनै निर्णय आउनेछ। हामीलाई आशा छ नेपाली क्रिकेट फ्यान्सहरूलाई चाहिँ बालेन सरकारले रुन दिने छैन। बालेन सरकारले क्यान र त्रिभुवन विश्वविद्यालय बीच समन्वय गराएर नयाँ कन्ट्र्याक्ट गराउनेछ, सहमतिमा ल्याउनेछ। पक्कै पनि बालेन सरकारले त्रिभुवन विश्वविद्यालयमा भएका समस्याहरू के हुन्, ती समस्याहरूलाई चाहिँ कसरी समाधान गर्न सकिनेछ, ती समस्याहरूलाई चाहिँ समाधान गरेर नयाँ कन्ट्र्याक्ट चाहिँ गराउनेछ भनी हामी नेपाली क्रिकेट फ्यान्स चाहिँ ढुक्क छौँ है। त्यो बालेन सरकारले गर्नै पर्छ र त्यो नेपाल सरकारको जिम्मेवारी पनि हो। र बालेन सरकारलाई राम्रोसँग थाहा छ कि यदि नेपाली क्रिकेट फ्यान्सको चित्त बुझाउन सकेन भने कति युवाहरू चाहिँ बालेन सरकारसँग टाढिनेछ। बालेन सरकारको क्षमतालाई चाहिँ युवाहरूले देख्नेछ र आशा छ बालेन सरकारले चाहिँ त्रिभुवन विश्वविद्यालयले भोगिरहेको समस्यालाई चाहिँ समाधान गरेर छुट्टै एउटा माध्यम निकालेर चाहिँ बालेन सरकारले त्रिभुवन विश्वविद्यालय र क्यानलाई चाहिँ सहमति गराउनेछ नयाँ एउटा तरिकाबाट। आशा गरौँ क्यान र त्रिभुवन विश्वविद्यालय बीच चाहिँ सहमति होस् र त्यो बनेको संरचनाहरू चाहिँ नभत्कियोस्। यदि तपाईँ पनि चाहनुहुन्छ भने #SaveTuGround भनेर चाहिँ कमेन्ट बक्समा लेख्नु होला र बालेन सरकारले त्रिभुवन विश्वविद्यालय र क्यानले चाहिँ गर्नुपर्ने सहमतिको लागि चाहिँ गर्नुपर्ने कामहरू चाहिँ के छन्, कुन कुरा सही छ, कुन कुरा गलत छ, कमेन्ट बक्समा आएर लेख्नु होला। यदि हामीसँग जोडिन चाहनुहुन्छ भने च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला र लाइक तथा शेयर पनि गरिदिनु होला। हस्त, धन्यवाद। जय नेपाल, जय क्रिकेट।